भन यस्तो ह्यान्डसम छुरा पनि मैले किन चाहिँ केटी नपाएको मैले यस्तो लुक्स छ यस्तो लुक्स हुनु पनि अन्त अनुहार हेरे के मुलामा काट पोसेको जस्तै भइसकिसक्यो के पाउनु तर आज चाहिँ म रामे अङ्कलको छोरीलाई जसरी भए पनि भगाएर घर ल्याउने हो 1 ल्याउने हो 2 ल्याउने हो 3 ल्याउने हो ए बाउ के भयो बाउ एकछिन बाहिर आउनु बाउ के भयो इम्पोर्टेन्ट काम छ बाउ एकछिन बाहिर आउनु के भयो हरामी लाजु आउनु न बाउ बस्नुहोस् न बाउ के भएको छ तँलाई आज बाउसँग मेरो अहिलेसम्म जिन्दगीमा कहिले पनि मैले यस्तो वचन नराख्नेवाला थिएँ बाउ तर आज चाहिँ म तपाईँसँग जसरी यो वचन त राख्ने हो बाउ जेसुकै होस् तँलाई बाउले कुर्कुरले टोके के हो आज त अर्काको कुरा गरिस् बाउ आज चाहिँ म जसरी भए पनि बिहा गर्ने अनि कहाँबाट तैँले बिहाको कुरा गरिस् आज रामे अङ्कलको छोरीलाई जसरी भए पनि आज भगाएर म ल्याउने हो बाउ 1 ल्याउने हो बाउ 2 ल्याउने हो बाउ 3 ल्याउने हो बाउ तिमीले जेसुकै भन बाउ तेरो गयो उमेर अब यो जन्ममा हुँदैनस् बिहा गर्ने टाइम पहिले थियो तेरो अहिले त अन्त कति पुगिस् तँ 40 पुग्न आँटिस् 41 पुग्यो बाउ म पत्दैन बाउ होइन आज चाहिँ म जसरी भए पनि ल्याउने बाउ दर्शन दियो मलाई बाउ दर्शन आशीर्वाद दिनु बाउ तँलाई याद छ त्यो रामेको छोरीको त अर्को केटा छ आर्मी बुझिस् तँसँग फट्टासँग आउँछस् मलाई थाहा छ बाउ तिमी पनि बाउ म पनि के आर्मीभन्दा कमको छु बाउ कमको छु बाउ लुक जरा न बाउ होइन तँ ल्याउने न हो म ल्याउने हो बाउ 1 ल्याउने हो 2 ल्याउने हो 3 ल्याउने हो आशीर्वाद दिन्छु रामेको छोरी छैन आइन भने पनि तँलाई आमा भए पनि उठाएर लिएर जा हुन्छ बाउ हुन्छ बाउ तपाईँले मलाई जिन्दगीमा कहिले पनि आशीर्वाद दिनु भएको थिएन बाउ तर आज केटीप्रति त तपाईँले मलाई आशीर्वाद दिनुभएको ल फेरि पनि ठोक्यो बाउ चुतिया त तातेर गएको छ त के गर्ने हो आज ल्याउने हो कि नल्याउने हो ल्यायो भने त ठिकै छ मलाई अलिक भए पनि सुख पाउँछ तर आमा ल्याउँछ कि छोरी ल्याउँछ दिएको छ त पनि छैन त हौ सुकौरी लाग्यो कि खरेकी लागेको यो चाहिँ के हो कहाँ चाहिँ काट्नु पर्ने आज चाहिँ घाँस चाहिँ आज त रामे अङ्कलको छोरीलाई जहाँ भेट्छ त्यही उडाइदिन्छु अन्त मा कसम 1 उडाउँछु 2 उडाउँछु 3 उडाइदिन्छु अन्त मा कसम त्यस्तो पनि होस् घाँस पनि छैन सबै खरेकी लागेको जस्तै के चाहिँ गर्नुपर्ने हो अब चाहिँ के हो ठुक्कै कुन चाहिँको सुकेको घुपो रहेछ म त सर्प पो भनेको त ठुक्कै रामे अङ्कलको छोरी यही रहेछ नि हौ त्यसको होस् आज त म जसरी भए पनि यसलाई म पकाएर भए पनि लान्छु अन्त किन बढी रच गरिस् तैँले सोल्टिनी हो त्यस्तो होइन क्या मेरो कुरा सुन न पहिला मेरो कुरा सुन त यहाँ त त्यस्तो होइन सोल्टिनी यहाँ तिमीलाई म राम्रोसँगले भन्छु यहाँ त यहाँ बस त तिमी बस न बस न सोल्टिनी यो छिटो भनिहाल लु कुरा मेरो फेरि घरमा गाई पो ब्याउनेवाला छु त सोल्टिनी यो एकदम यो के भन्नु अलिकति टाइमको कुरा छ क्या टाइम त तिमीले लिनु पर्यो नि त सोल्टिनी मेरो घरमा काम छ नि त म टाइममा फ्री टाइम छैन नि त मेरो लागि भनिहाल छिटो के भन्नु छ सोल्टिनी केही होइन हेर मैले तिमीलाई 3 वर्षदेखिको तिमीलाई मैले वेट गरेर बसेको सोल्टिनी बुझ्यौ त 3 वर्ष आई रियली लभ यु कहाँ त्यस्तो हुन्छ हौ तिमी मलाई लगेर पाल्न सक्छौ
किन सक्दिनँ सोल्टिनी बुझिदेऊ नि मेरो फिलिङ्सलाई बुझिदेऊ न सोल्टिनी मेरो त आर्मी पोल्छ नि बोयफ्रेन्ड पो छ त त्यस्तो नै गरेर तिमीसँग मेरो स्ट्याटस नै मिल्दैन क्या मेरो अलिक हाई लेभल छ कहाँ हुन्छ तिमीसँग हेर सोल्टिनी म सिधै कुरा गरिदिएको तिमीसँग आज चाहिँ गयो भने गयो गएन रहेछ भने ल्याइदिएर भाइ आधिएर पुग्नै बढाइदियो तिमीलाई कसम भनेको सोल्टिनी के को जबरजस्ती प्लिज के को जबरजस्ती प्लिज कस्तो सोल्टिनी हुन्छ कहिले तिमीलाई तिम्रो केटा आर्मी छ भन्यो होइन त्यसले भन्दा त म ट्रिपल पैसा कमाउँछु सोल्टिनी प्लिज बुझिदेऊ मेरो फिलिङ्सलाई बुझिदेऊ सोल्टिनी होइन क्या तिमीसँग हुनु सक्दिनँ म तिमी र मेरो स्ट्याटस मिल्दैन नि त मेरो अलिक हाई लेभल छ तिमी जस्तो पेडासँग हुन्छु म सोल्टिनी स्ट्याटसको कुरा नगर न सोल्टिनी स्टोरीमा फोकस देऊ न मेरो स्टोरीमा फोकस देऊ सोल्टिनी यहाँ सुन न स्टोरी होइन कि स्ट्याटसमा पनि अलिकति हुन्छ नि त यहाँ हेर मेरो पल्टने बोयफ्रेन्डले 44,000 पठाइदिएको थियो अनि यो ट्याटु बनाएको हो 45,000को त मेरो मेकअप सेट मात्रै आउँछ म 45,000मा तिमीलाई पनि अन्त म एउटा कुनै पनि जग्गामा पनि ट्याटु बनाइदिन्छु नि त सोल्टिनी म तिमीलाई 45,000मा पनि दिन्छु नि त लु प्लिज सोल्टिनी मेरो फिलिङ्सलाई बुझिदेऊ सोल्टिनी अनि मलाई पाल्नु सक्छौ सक्छु मेरो सबै कुराहरू डिमान्डहरू फुलफिल गर्नु सक्छ सोल्टिनी सक्छ तिम्रो कसम तिमी पुग्लुकै हो मलाई केहीको कमी पनि दिँदैन केहीको कमी दिँदिनँ सोल्टिनी म पक्का होइन तर आज चाहिँ जसरी पनि तिमी मसँग जानैपर्छ घर सोल्टिनी प्लिज अनि सबै कुरा फुलफिल गर्न सक्छु एकदम सक्छौ भने चाहिँ म राजी छु नत्र चाहिँ सोल्टिनी मसँग जानुपर्छ सोल्टिनी गर्छ होइन फुलफिल गर्छु सोल्टिनी तिमीलाई अब सबै ल त्यसो भए आऊ एक हक गरौँ ओ माई गॉड सोल्टिनी ओ माई गॉड सोल्टिनी रातिको 12 बजिसक्यो चुट्याले फेरि आज के देख्यो सपना 12 बजिसक्यो रातिको यसलाई त म